नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दर्शकवृन्द, आजको भिडियोमा विशेष मैले के चर्चा गर्न चाहन्छु भन्दा नेपाललाई टेस्ट मान्यता दिने बाटो खुल्दै आइरहेको छ भन्दै यति बेला चर्चा भएको छ। आईसीसी प्रमुखले पनि नेपालप्रति चासो देखाएका छन्। नेपाली क्रिकेटमा नयाँ युगको संकेत हुन लागेको छ भनेर धेरैले चर्चा पनि गरेका छन्। अब के टेस्ट क्रिकेटतर्फ नेपाल अगाडि बढ्दैछ के नेपाल अब अर्को टेस्ट नेसन यानि कि अर्को अफगानिस्तान, न्युजिल्यान्ड जस्तो टिम बन्न सक्नेछ? आईसीसीबाट पनि ठूलो राहतको खबर आइरहेको छ भने टेस्ट क्रिकेट खेल्ने नेपालको सपना अब पूरा हुँदैछ। आईसीसीले देखाएको छ सम्भावना। यो बारेमा पनि मैले भिडियोमा चर्चा गर्नेछु। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। के नेपाल क्रिकेट टिम अर्को अफगानिस्तान, न्युजिल्यान्ड जस्तो टिम बन्न सक्ला? टेस्ट नेसन राष्ट्र बन्ने संघारमा के नेपाल क्रिकेट टिम अगाडि बढेको छ त दर्शक महानुभावहरु? यो बारेमा तपाईको धारणा के छ तलको कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। क्रिकेट सम्बन्धी सबै अपडेटहरुको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला र एक लाइक जरुर गर्न नबिर्सिनु होला। दर्शक महानुभावहरु, नेपाली क्रिकेट अब मैदानमा सीमित रहेन। यो मैदान बाहिर पनि उत्तिकै ठूलो ऊर्जा र भावनासँग जोडिएको विषय बनेको छ। दर्शकवृन्द, खेलाडीको प्रदर्शनसँगै बढ्दो जनसमर्थन, अन्तर्राष्ट्रिय मञ्चमा देखिँदै गएको प्रतिस्पर्धी क्षमता र प्रत्येक खेलमा रङ्गशाला भरिने समर्थकहरूको उत्साहले गर्दा पनि नेपाली क्रिकेटको पहिचान नै बदलिँदै गएको छ भन्दा फरक नपर्ला। विश्वले यति बेला नेपाल क्रिकेटको तारिफ गरिरहेको छ र नेपालको चर्चा गरिरहेको बेला अब धेरै क्रिकेट एक्सपर्टहरूले चाहिँ नेपाली क्रिकेटलाई अब उचाइमा पुर्याउनु पर्ने भनेर चर्चा गरेका छन् र टेस्ट नेसन मान्यता नेपाल क्रिकेटलाई पनि दिनुपर्छ भनेर चर्चा पनि गरिएको छ। यही परिवर्तनले नेपाललाई विश्व क्रिकेटको नक्सामा सम्भावना युक्त राष्ट्रबाट बलियो दावेदारको रूपमा स्थापित गर्ने आधार तयार गरिरहेको छ। यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रमुख कार्यकारी संजोग गुप्ताका अनुसार पनि नेपाल भविष्यमा टेस्ट क्रिकेट खेल्ने अर्को एसोसिएट राष्ट्र बन्न सक्ने सम्भावना बोकेको देश भनेर चर्चा गरेका छन्। यसले निकै ठूलो राहत नेपाल क्रिकेटलाई पनि मिलेको छ भन्दा फरक नपर्ला र चर्चा धेरैले गरेका छन्। उनले नै यसरी चर्चा गरिदिएपछि नेपाली समर्थकहरू र नेपाल क्रिकेटलाई विश्वबाट नजर राखिरहेका एक्सपर्टहरूले पनि यो बारेमा चर्चा गरेका छन्। नेपाल भोलिको अफगानिस्तान वा न्युजिल्यान्ड हुन सक्छ भनेर पनि गुप्ताले रोइटर्ससँग भनेका छन्। दर्शकवृन्द, यसले पनि एउटा अर्थ राख्छ कि नेपाल क्रिकेट अब आउनेवाला समयमा निकै नै अगाडि बढ्न सक्नेछ र नेपाल क्रिकेटले आफ्नो पर्फर्मेन्स उपयुक्त दिन सक्नुपर्छ भन्ने चाहिँ यहाँ बुझ्न सकिन्छ। उनका अनुसार नेपालले पछिल्ला वर्षहरूमा उत्कृष्ट खेलाडीको आधार तयार गरेको छ। आईसीसीका ठूला प्रतियोगिताहरूमा लगातार आफ्नो स्थान बनाउँदै विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाइरहेको छ भनेर पनि चर्चा गरेका छन्। नेपाल क्रिकेटको सम्भावनालाई अफगानिस्तानसँग तुलना गर्नु पनि स्वाभाविक पनि छ। एसोसिएट राष्ट्रबाट यात्रा सुरु गरेको अफगानिस्तानले छोटो ढाँचाको क्रिकेटमा प्रभाव जमाउँदै अन्ततः सन् 2017 मा टेस्ट मान्यता पाएको थियो। नेपाल क्रिकेटले पनि त्यस्तै यात्राको सपना देखिरहेको छ, यो भन्दै चर्चा गरेका छन्। एक समय लाग्थ्यो कि नेपाल, अफगानिस्तान जस्ता टिमहरू साथसाथमै क्रिकेट खेल्ने गर्थे र कयौं पटक नेपाल क्रिकेट टिमले अफगानिस्तान क्रिकेट टिमलाई पछारेको पनि छ, हराएको छ धेरै पटक र विश्वकप जस्तो ठूलो मञ्चमा पनि नेपाल क्रिकेट टिमले अफगानिस्तान जस्तो बलियो टिमलाई हराएको रेकर्डहरू पनि छन्। र अहिले पछिल्लो समयमा नेपाल र अफगानिस्तानको तुलना गर्दा त्यति समानताहरू भेटिँदैनन्, किन भन्दा अफगानिस्तान टेस्ट नेसन राष्ट्र भइसकेको छ र धेरै ठूला टिमहरूलाई पछाड्दै ऊ अगाडि बढिसकेको छ, नेपालभन्दा निकै नै अगाडि। यसैले अब नेपाल क्रिकेट टिम पनि अफगानिस्तानको बाटोबाट चलिरहेको छ र अफगानिस्तानको बाटोबाट अगाडि बढ्दै नेपाल क्रिकेटलाई पनि टेस्ट नेसन मान्यता दिनुपर्छ भनेर विश्वका एक्सपर्टहरूले पनि र आईसीसीले स्वयं यो बारेमा चर्चा गरेको पाइएको छ। यसरी पनि नेपाली समर्थकहरूलाई खुसी भएको छ। नेपाल क्रिकेटमा एउटा थप ऊर्जा थपिएको छ भन्दा पनि फरक नपर्ला। करिब 3 करोड जनसङ्ख्या भएको नेपाल ठूलो व्यावसायिक बजार नहुन सक्छ, तर क्रिकेट प्रतिको जनताको मोह भने यसको सबैभन्दा ठूलो शक्ति बनेको छ। आईसीसीले पछिल्लो 2 वर्षमा नेपालको क्रिकेट विकास गर्न करिब 50 लाख अमेरिकी डलर लगानी गरेको छ। साथै नेपालले आगामी वर्ष हुने अन्डर 19 महिला विश्वकपको सह आयोजकको जिम्मेवारी समेत पाएको कारणले गर्दाखेरि पनि आईसीसीले थप नजर राखेको छ नेपाल क्रिकेट प्रति। आईसीसीका प्रमुख कार्यकारी गुप्ताका अनुसार नेपालसँग कुनै पनि खेलले चाहने सबैभन्दा ठूलो सम्पत्ति छ समर्थक। सन् 2026 को टी20 विश्वकपमा भारतको वानखेडे रङ्गशालामा नेपाललाई समर्थन गर्न पुगेका रातो पहिरनका हजारौं समर्थकहरूले पनि त्यसलाई राम्रोसँग पुष्टि गरेको थियो। त्यही प्रतियोगितामा नेपालले स्कटल्यान्डलाई 7 विकेटले हराउँदै विश्वकपमा सन् 2014 पछि पहिलो जित दर्ता गर्यो। उता इङ्ल्यान्ड जस्तो 2 पल्टको विश्व च्याम्पियन टिमलाई जित निकाल्न हम्मे बनाएको थियो। नेपाल यो मोडमा आइपुग्नुको सबैभन्दा ठूलो कारण सन् 2014 को टी20 विश्वकपमा छनौट हुनु मानिन्छ। त्यो नेपाली क्रिकेटको ऐतिहासिक मोड थियो। भारत, पाकिस्तान र श्रीलङ्का जस्ता क्रिकेट महाशक्तिको छायामा रहेको नेपालले पहिलोपटक विश्वमञ्चमा आफ्नै टोली लिएर उपस्थिति जनाएको समेत थियो। दर्शक महानुभावहरु, सन् 2018 मा भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपाली क्रिकेटको लोकप्रियता झन बढ्यो। पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काका अनुसार विश्वकपमा छनौट भएपछि नेपाली जनताले टोलीमाथि विश्वास गर्न थालेका हुन्
यसले क्रिकेटलाई नेपाली घर घरमा पुर्याएर अचानक यसले राष्ट्रिय भावना र नेपाली हुनुको गर्व जगायो उनले स्पष्ट रूपमा भनेका पनि छन्। यसले कहीँ न कहीँ नेपाली समर्थकहरूको मन जितेको छ। नेपालको क्रिकेट विकासमा नेपाल प्रिमियर लिग एनपीएल अर्को महत्त्वपूर्ण आधार बनेको छ। पछिल्लो समयमा 2 सिजन पूरा गरिसकेको यो टी20 प्रतियोगिताले क्रिकेटमा नयाँ व्यावसायिक सम्भावना र आम्दानीको बाटो समेत खोलेको छ। पारस खड्काका अनुसार एनपीएल नेपाली क्रिकेटको भविष्यका लागि निर्णायक बन्न सक्छ। एनपीएलबाट प्राप्त आम्दानी क्रिकेटमै पूरा लगानी हुँदै आएको र प्रतियोगिता अझै विस्तार हुँदै गए विकास कार्यक्रम तथा पूर्वाधार निर्माणका लागि आवश्यक आर्थिक आधार तयार हुने उनको विश्वास समेत रहेको छ। यसबाहेक नेपालको टी20 क्रिकेटमा आफूलाई बलियो प्रतिस्पर्धाका रूपमा प्रमाणित गर्न थालेको छ। सन् 2026 को विश्वकपमा इङ्ल्यान्ड र दक्षिण अफ्रिका विरुद्ध नेपाल अप्रत्याशित जित नजिक पुगेको थियो। उक्त खेलले पनि टोलीको क्षमता असाधारण देखाएको छ। तर पारस खड्काका लागि नेपालको अर्को चुनौती स्पष्ट छ। ठूलो टोलीसँग नियमित खेल्ने अवसर। राम्रो क्रिकेटरहरूसँग खेलेपछि मात्र तपाईँ राम्रो क्रिकेटर बन्न सक्नुहुन्छ। राम्रो टोलीसँग खेलेपछि मात्र राम्रो टोली बन्न सकिन्छ, पारस खड्काको भनाइ रहेको छ। पारस खड्काको यो भनाइ साँच्चीकै उपयुक्त लाग्छ। किन भन्दा नेपाल क्रिकेट टिमले ठूला टिमहरूसँग खेल्ने र ठूला टिमहरूबाट ठूलो एक्सपोजर प्राप्त गरेपछि मात्रै ठूलो मञ्चहरूमा चाहिँ उत्कृष्ट प्रदर्शन, दमदार प्रदर्शन र विपक्षी बलियो भए पनि हराउन सक्ने क्षमताको विकास पक्कै पनि हुन सक्नेछ नेपाली टिममा। यसै अनुरूप नेपाल क्रिकेट टिमका खेलाडीहरूले पनि खेलिरहेका छन् र पछिल्लो समयमा राम्रो प्रदर्शन पनि भइरहेको छ। दर्शक महानुभावहरू, नेपालको लागि अफगानिस्तान एक बलियो उदाहरण हो। यो राष्ट्रले एसोसिएटबाट आफ्नो यात्राहरू सुरु गरेर विश्व क्रिकेटको सर्वोच्च तहमा पुग्न सकिन्छ भनेर प्रमाणित गरिसकेको छ। त्यही अनुरूप नेपाल क्रिकेट टिम पनि अगाडि बढ्दैछ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार पनि त्यस यात्राबाट नेपालले सिक्नुपर्ने धेरै कुराहरू छन्। नेपालसँग अहिले उत्साहित समर्थकहरू छन्, प्रतिभाशाली खेलाडीहरू छन् र घरेलु क्रिकेटको बढ्दो संरचना छ र अब यी आधारलाई निरन्तर अन्तर्राष्ट्रिय प्रदर्शन, बलियो पूर्वाधार र टेस्ट राष्ट्रसङ्घको नियमित प्रतिस्पर्धासँग जोड्न सक्नु नै निर्णायक हुन सक्नेछ, पारस खड्काले अगाडि भनेका छन्। विश्व क्रिकेटमा नेपालले अझै लामो यात्रा तय गर्न बाँकी छ। तर जुन देशमा क्रिकेट खेल मात्र नभएर राष्ट्रिय गौरव र भावनासँग जोडिएको छ त्यहाँ सम्भावनाको सीमा पनि ठूलो देखिन्छ। अफगानिस्तानले देखाएको बाटो नेपालको लागि अब सपना होइन, पछ्याउन सकिने एउटा खाका बनेको छ। के नेपाल क्रिकेट टिम अब आउने समयमा छिट्टै नै टेस्ट नेसन राष्ट्र बन्न सक्ला? विश्व क्रिकेटका ठूला टिमहरूलाई नेपाल क्रिकेट टिमले प्रतिस्पर्धा गर्न सक्ला? तपाईको धारणा के छ? तलको कमेन्ट बक्समा लेख्नुहोला। विश्वका क्रिकेट एक्सपर्ट र विश्वभरिका क्रिकेट कमेन्टेटरले पनि नेपालको बारेमा ठूलो चर्चा गरेका छन् र पछिल्लो समयमा नेपालले देखाएको त्यो क्षमतावान प्रदर्शनले पनि त्यो सम्भावना देखाएको छ। आईसीसी प्रमुखले पनि नेपाल प्रति चासो देखाएका छन्। नेपाली क्रिकेटमा नयाँ युगको संकेत हुन लागेको छ भनेर धेरैले चर्चा पनि गरेका छन्। अब के टेस्ट क्रिकेटतर्फ नेपाल अगाडि बढ्दैछ? के नेपाल अब अर्को टेस्ट नेसन यानि कि अर्को अफगानिस्तान, न्युजिल्यान्ड जस्तो टिम बन्न सक्नेछ? के नेपाली दर्शकहरूलाई लाग्छ नेपाल क्रिकेट टिम छिटै टेस्ट नेसन राष्ट्र बन्न सक्ला? तपाईको विचार, तपाईको अनुमान तलको कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। क्रिकेट सम्बन्धी सबै अपडेटहरूको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला र एक लाइक जरुर गर्न नबिर्सिनु होला। भेट्नेछौँ अर्को नयाँ अपडेटको साथमा नयाँ भिडियोमा। अहिलेलाई भने छुट्छौँ। जय नेपाल, जय नेपाली क्रिकेट।